मिल्दैन नि त बाबु फलो ब्याक गर्नलाई लाइभ मिल्दैन दाइ लाइभ सकेपछि गर्नु लाइभ मिल्दैन अहिले त्यो खै के बन्द गर्नुपर्छ अरे यस्तो गर्नु न मेरो प्रोफाइलमा क्लिक गरेर त्यही फलो अप्सन आउँछ के हो ल हजुर त्यहाँ त्यो मेरो प्रोफाइलमा क्लिक गरेर त्यसमा प्लसमा क्लिक गरे मिल्छ पाउँछ फलो ब्याक भयो अरे बाबु फलो ब्याक भयो अरे त बाबु भयो 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 अङ्कल हजुर हजुर अनि तिम्रो फेस देखाएनौ नि त फेस एकछिन अङ्कल ल बाबु ल ल ल ल मलाई कमेन्ट गर्ने दाजुभाइलाई पनि थ्याङ्क यू धन्यवाद थ्याङ्क यू एकछिन अङ्कल अनि हाम्रो दाइ भाइरल हुनु भएकोमा कङ्ग्रेचुलेसन थ्याङ्क यू भाइ थ्याङ्क यू मलाई खुसी लाग्यो थ्याङ्क यू धन्यवाद थ्याङ्क यू हाम्रो भिनाजु भाइरल पनि साथीहरूलाई धन्यवाद थ्याङ्क यू मलाई फुल पठाउने साथीहरूलाई पनि धन्यवाद धन्यवाद थ्याङ्क यू खै नेपाली नेपालको झन्डा यहाँ छ अनि कहाँ नेपालको झन्डा यहाँ छ नेपाली हामी रहुआ कहाँ नेपालै नरहे नेपालै नरहे उचाइ हाम्रो भन्दै हजुर आयो तिमी आएँ भन्दै ल ठिक छ ल राष्ट्रिय झन्डा बोक्नु भएको छ एकदमै राम्रो है हाम्रो चन्द्र र सूर्य अङ्कित झन्डा नै अब हाम्रो पहिचान हो बोक्नुपर्छ विश्वभरिमा चाहिँ नि यस्तो झन्डा कहीँ पनि छैन हाम्रो नेपालमा मात्रै हो त्यही त अब कहिलेकाहीँ हाम्रो राष्ट्रिय झन्डाको बारेमा यसो मलाई पनि कहिलेकाहीँ विदेशीहरूलाई बताउँदाखेरि पनि कस्तो गौरवान्वित महसुस हुन्छ है हजुरले लिएर बस्नुभएछ एकदमै राम्रो देखाएको छ या टक्क राखेको छ भाइहरूले पनि क्या खुसी लाग्यो भने हो नमस्ते दाइ नमस्ते सन्चै हुनुहुन्छ सन्चै छु बाबु राजा सन्चै छु मलाई चाहिँ नि साथीहरूसँग खुसी छु खाना खानु भयो खानासाना खाएर भाइहरूसँग गफ गरौँ भाइहरूसँग बोलौँ भनेर आएको नि बाबु हजुर हजुर बोल्नुपर्छ यहाँ हाम्रो यहाँ एकजना एकदमै साथीको नाम पनि एकदमै दर्दनाक रहेछ टुटेको मन रे कमेन्ट पनि भाइरल हुनलाई सिक्री हराउनु पर्ने रहेछ म भने भन्नुभएको रहेछ अब हेर्नुहोस् बस मुखले भनेर मात्रै हुँदैन बाबु तोड नराम्रोसँग तोड पर्छ बाबु धेरै दुःख लाग्छ बाबु नहराउनु जेलसम्म मेरो पनि हराउनु पाए हुन्थ्यो भन्छन् हराइसकेपछि तोड भाइकर पर्छ बाबु अङ्कल भन्दै हजुर अब यत्रो ज्यान भएको बाइकको टायरमा थियो त बाइकको टायरमा काका हो भने यो त केटाहरूले एडिट गरेर बाइकको टायरमा राखिएको थियो त एडिट होइन त्यो जोक गरे हो कि त्यो जोक गरे हो थ्याङ्क यू भाइरल हुनको लागि पनि गर्न त्यस्तो गरे हो तिनीहरूले राजको दाइ हजुर हाम्रो सुजन भाइको पनि आज फुर्सद भएछ त सधैँ हुन्छ भाइको त हिजो पनि थियो मसँग आइरहेको ए मलाई खुसी लाग्यो अहिले सुनिहाल्दाखेरि ल ठिकै छ हाम्रो अब भन्दाले चाहिँ अब देश विदेश साराबाट हाम्रो साथीभाइहरूले हेरिदिनु भएको छ दाजुभाइ दिदीबहिनीहरूले है सबैले माया गर्नुभएको छ एकदमै राम्रो हाम्रो को आउनुभएछ दिनाजुलाई पुलिसले के भन्यो अरे सिक्री ए पुलिसले उहाँ तिनकुने गएर निवेदन दिन गएको ऊ भाइरल मान्छे आयो अब यसलाई थुन भने मलाई त डर लागिरहेको के एकैछिन त अनि पछि चाहिँ कहाँ अनि त्यहाँ गएर मेरो एउटा निवेदन लेखिदिनु पर्छ सर भनेको हुन्छ अहिले लेख्यो अनि फोन नम्बर ल्याएको थियो फोन गरे त हेलो राजकुमार दाई नमस्ते है भाइरल दाई
पोखराको रुबिन खड्कासँग जोड्नु भन्नुभएको छ। अब खै रुबिन खड्का हाम्रो दाजुलाई त पहिला कसरी मैले त जोड्यो? के अरे श्रेष्ठ होइन नि म ठकुरी है थाहा छ, थाहा भएपछि थाहा पाएँ। मेरो साथीहरू धेरै छन् त्यो साथी बच्चादेखि नेवार साथीहरू हुन् अनि नेवार साथीहरूसँग गर्दाखेरि एक टुनै जस्तो गइदियो कि नेवार भाषा बोल्नु त भिनाजु टोन आउँदो रहेछ के, नेवार भाषा जस्तो टोन आउँदो रहेछ। ज्यान पनि त्यस्तो छ नि त अलिक बटारिएको होइन। अनि यस्तो हुन्छ के घरनिरी थ्याङ्क यू धन्यवाद। मेरो घरनिरी चाहिँ नि नेवार साथीहरू छ, ओ पासा जाने नेल भन्ने नेल भन्छ त्यतातिर गयो कि हजुर हजुर ठिक छ, आफ्नो बस्तीमा त्यस्तो भइहाल्छ। थ्याङ्क यू अब खै सबैभन्दा धेरै चाहिँ गेम खेल्नु पर्यो हो भन्नुभएको छ। अब गेम यस्तो हो क्या, हर हर महादेव शम्भु भन बाबु। 1 घन्टा अब गेम मान्छे जम्मा गेम गयो भने 1 घन्टा यति खेलिदिनुपर्छ लास्टमा अलि राम्रो मान्छेहरूसँग। गेम भने हुँदै गर्छ दाजुभाइहरू, एकछिन यसो कुराकानी पनि गरौँ। सबैजना आउनु हुनुहुन्छ, कुरा गर्नु मन लाग्छ तपाईँलाई सबैसँग एकसो बोलिदिने होइन। पालै पालो अब फोन आयो हाम्रो दाजु इमर्जेन्सी